केही गलत कामबाट मात्र सत्ता प्राप्त हुन्छ भन्ने मानसिकता पनि बोक्दैछ। जस्तै कांग्रेस सुरुवात हुँदाखेरि प्रजा परिषद सुरुमा प्रजा परिषद नामबाट सुरु भएको थियो। प्लेन हाइजेक गर्ने, मान्छे हाइजेक गर्ने, त्यहाँबाट सुरु गर्दै उनीहरूले एक किसिमको विध्वंस मचाएर उनीहरू एउटा सत्तामा पुग्ने बाटो बनाए। त्यस्तै गरी कम्युनिस्ट पार्टी, म आफै पनि कम्युनिस्ट स्कुलबाट आएको। हामीले विश्व इतिहास पढ्यौँ, तर विश्व इतिहासलाई बुझ्यौँ, विश्वलाई बुझ्यौँ, तर हामी हाम्रो देशलाई बुझ्न सकेनौँ। त्यो हाम्रो कमजोरी हो। किनभने हामीले विश्व इतिहास पढे पनि त्यसबाट त पाठ सिक्ने मात्र हो। राजनीति त हाम्रो भू राजनीति गर्ने, हाम्रो देशभित्रको माटो सुहाउँछौँ, हावा पानी सुहाउँछौँ, यहाँको आर्थिक व्यवस्था सुहाउँछौँ, हामीले राजनीति गर्ने। त्यो चाहिँ भएन। यहाँ अहिले हरेक पार्टीभित्र पैसा खर्च गर्न पनि संसद बन्द सूत्रमा नाम पुर्याउन नसक्नेहरूले छिमेकी देशको राजदूतावासबाट फोन गर्ने क्रम छ। यदि उनीहरूलाई राष्ट्रप्रति संवेदनशील थियो भने मलाई संसद बनाइदियो भनेर त नागरिक जनताको अगाडि नै उभिनु पर्थ्यो। विदेशीसँग भाडुवा गर्न जाने हो र। जुन हामी यहाँ छौँ, हामी त्यस्तो किसिमको क्रियाकलापमा चाहिँ हामी चाहिँ छैनौँ, इन्भल्भ भएको र हुने पनि छैन। र हामीले गर्ने राजनीति भनेको हाम्रै देशभित्रको वस्तु परिस्थिति अनुसारकै हामी आवाज उठाउँछौँ। यो तपाईँहरूले टुक्राउनु भएको हुन्छ। अब केही दिनमा अगाडि मात्रै हाम्रो पार्टीले 2 वर्ष अगाडि विधान अधिवेशन सम्पन्न गर्यो र त्यसबाट नयाँ विधान चाहिँ लेखन पास गर्यो। त्यो विधानले चाहिँ उल्लेख गरे अनुरूप विधान सम्मत प्रत्येक नागरिक, प्रत्येक हामी नेता कार्यकर्ताहरू विधान सम्मत अगाडि बढ्नुपर्छ भनेर हामीले समय समयमा विधानका पाना पल्टाउँदै गरेर यो धारामा यो लेखेको छ, यो धाराको धारामा यो लेखेको छ भनेर हामी चाहिँ व्याख्या गऱ्यौँ। तर एउटा के छ विडम्बना भने जो पार्टीप्रति निष्ठावान छैन, जो राज्यप्रति निष्ठावान छैन, जो नागरिक